मेलामा उपस्थित हुनुभएका क्षेत्रीय सभापति त्यसै उपसभापति त्यसै नगर सभापति मोहनजी विभिन्न वडालाई प्रतिनिधित्व उपस्थित हुनुभएका वडा सभापति र यहाँ उपस्थित हुनुभएका यो हलमा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय व्यक्तिहरू राष्ट्रपालाई माया गर्ने राष्ट्रपालाई समर्थन गर्ने र राष्ट्रपासँगै अबको यात्रा अघि बढ्नु पर्छ भन्ने चाहिँ एउटा दृढ सङ्कल्प लिएर यो हलमा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय व्यक्तिहरूका सर्वप्रथम म शालिग्राम अधिकारी व्यक्तिगत तर्फबाट यहाँहरूलाई न्यानो अभिवादन व्यक्त म पहिला मेरो परिचयबाट सुरु गरौँ। म शालिग्राम अधिकारी, मलाई भन्नलाई रामसर पनि भनेर चिन्ने गरेका छन्। विशेष गरेर मेरो क्षेत्र चाहिँ शिक्षण पेसासँग सम्बन्धित छु। म सिङ्गला पब्लिक इङ्ग्लिस स्कुलबाट मैले शैक्षिक क्षेत्रमा मैले परिचय स्थापित गरेको छु। सिङ्गला कलेजको 7 वर्ष क्याम्पस सिफ्ट भएर यो क्षेत्रलाई शैक्षिक हबको रूपमा स्थापित गराउनको लागि आदरणीय दाइहरूको भूमिका सँगसँगै मैले शिक्षा क्षेत्रको यात्रालाई अगाडि बढाउँदै अहिले पनि म सिङ्गला कलेजमा सहप्राध्यापकको रूपमा अध्यापन गरिरहेको छु। सँगसँगै सहकारीको क्षेत्रमा सङ्घाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संस्थापन अध्यक्ष 12 वर्ष चाहिँ मैले संस्थाको नेतृत्व गरेर भर्खरै अघिल्लो वर्ष मात्रै मैले नेतृत्व हस्तान्तरण गरेको छु। यो सँगसँगै अन्य विभिन्न सामाजिक संस्थाहरू जेसिस सिङ्गला जेसिसको म 2021 को अध्यक्ष। यो ठाउँलाई खेलकुदको माध्यमबाट परिचित गराउने सिङ्गला गोल्ड कपको आयोजक नव जनजातीय क्लब कोषाध्यक्ष लगायत विभिन्न चाहिँ यो सामाजिक संस्थाहरूमा म आबद्ध भएर मेरा अभियानहरूलाई मैले अगाडि बढाउँदै आएको छु। सिङ्गला साहित्य समाजसँग पनि म सम्बन्धित छु। साहित्यलाई पुरै रुचि राख्छु, माया पनि गर्छु र अहिले यहाँनिर हाम्रो जुन हिसाबले जुन परिस्थिति यहाँ क्षेत्रमा मिलेको छ यो परिस्थितिसँग हामी सबै एउटा जानकार छ, एउटा साक्षात्कार छ। यहाँनिर शालिग्राम अधिकारी अबको परिवर्तनकारी पक्षमा हुनुपर्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी नोमिनेसन गराउँदै उम्मेदवार दर्ता गराउँदै अबको चुनावको नेतृत्व अबको चुनावमा आउनुपर्छ हुनुपर्छ र विगत केही समयदेखि यहाँ बहसहरू चलिरहेको छ र हरेक बहसलाई हरेक छलफललाई मैले सकारात्मक ढङ्गबाट लिएर अगाडि बढेको छु। फागुन 21मा हुने चुनावको अन्यलता हाम्रो ठाउँमा छँदैछ, तथापि हामीले हाम्रो पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट गर्नुपर्ने तयारीका कुराहरूदेखि लिएर सबै कुराहरूलाई चाहिँ हामी आत्मसात गर्दै चुनावमा आउनुपर्छ, चुनावी